म त एकचोटि के सोचिरहेको छु भन्दाखेरि होइन नेपालको सबै मिडिया हाउसलाई बोलाएर रणमतीको छोरी मिडिया हाउसको अगाडि बसेर मात्र बोलेपछि मात्र स्पोर्ट्स मिनिस्टरहरू आउनुहुन्छ कि जस्तो लाग्यो बोल्नको लागि। खोइ यत्रो घटना घटिसक्यो नेपालमा, फुटबल पनि गाँड भइसक्यो, स्पोर्ट्स पनि गाँड भइसक्यो, केही अहिलेसम्म खोइ सबजना तुलोभित्र लुकेर बस्नु भएको छ, निक्लिनु भएको छैन। अहिले भोट माग्ने बेला भएको भए त सरहरू मलाई भोट दिनुहोस् है, घन्टी छाप हौला छाप घन्टी छाप भन्दै आउनुहुन्थ्यो होला। तर खोइ अब देशमा यस्तो हालत चलिरहेछ, बोलिदिनु पर्ने हो कमसेकम के गर्दैछौँ हामी भनेर मात्र अलिकति रेस्पोन्स मात्र रिप्लाई मात्र आएको भयो भने हामी खुसी हुन्थ्यौँ। रिप्लाई पनि छैन, केही पनि छैन, कमसेकम ल है भनेर एउटा नोटिस मात्र आए पनि ल गर्दै हुनुहुँदो रहेछ भन्नु, केही पनि छैन। यस्तो भइरहेछ अहिले। अब केटाहरू एसियन गेम्स खेल्न जान पाएको छैन, पब्जीले अब मेसेज गरेर नेपाललाई प्रायोरिटी दिन भनेर भनिसक्यो। अनि अब यस्तो गरिसके पछाडि पब्जी मात्र होइन, एचओके ई फुटबल सी फुटबल सबैजनालाई ब्यान हानिदिइरहेको छ। फुटबल एनफाई त फुटबलै त त्यस्तो गाँड भइरहेको छ। अब यस्तो बेला आएर बोल्नुपर्ने हो होइन। यस्तो के एउटा हाम्रो रिस भनेको होइन, हामीले अब फ्रस्ट्रेसन हामीसँग छ, मुखै पनि छाड्न मन लाग्छ, तर हामीले त्यो गर्न मिल्दैन होइन। त्यो एउटा भनौँ न होला उहाँहरूको पनि केही प्रब्लमहरू होला, तर पनि एउटा भनौँ न एउटा ठाउँमा भइसके पछाडि जुन एउटा निकाय छ, अब त्यो निकाय जसले हेर्ने खालके मान्छे उहाँले एकचोटि गएर के रहेछ त प्रब्लम, कसरी सल्भ गर्ने भनेर एउटा कुराहरू मात्र गरिदिए पनि अलिकति एउटा नोटिस मात्र आइदिए पनि ल यस्तो यस्तो भइरहेछ है, सल्भ हुन्छ चाँडै टाइपको एउटा कुनै आइदिए पनि हामी त ढुक्क हुन्छौँ। हामी त बुझ्ने खालको, हामी त भेडो अक्कडो त छैनौँ नि त, हामी त बुझ्छौँ नि त केटा हो होइन र। अलि बुझ्ने अब सरकार आएपछि केही हुन्छ होला भनेको है। बरु पहिलाको सरकार हुँदाखेरि कमसेकम मुझे एसियन गेम्स त खेल्न जान पाइरहेको थियो जस्तो लाग्छ। योपाल त मुझे एसियन गेम्स जान पनि मुझे मिलाउन सकेन भनेपछि अब के भन्नु म त यार, केही पनि भन्दिनँ। खोइ त फुटबल पनि ब्यान्ड, अब स्पोर्ट्स पनि ब्यान्ड, अनि सबै थोक ब्यान्ड भइसकेपछि घन्टा हल्लाएर बस्नु हामी चाहिँ रिस उठ्छ नि यार केटा हो। सोच न त्यो भाइहरूले यत्रो मुझे वर्ष मेहनत गरेर मुझे एसियन गेम्स आफ्नै दममा मुझे ल है जान्छु भनेर गएर नयाँ चिकन खेल्न खोज्दा, देशको लागि खेल्न खोज्दाखेरि अनि खेल्न जान नपाएपछि त अभियसली रिस उठ्दैन भन न केटा हो। हामी सबैजनाले परिवर्तन चाहेर यताउति भएर अहिले देश यो हालतमा छ, ठिक छ। दुईवटा अर्गनाइजेसन, दुईवटा समूह बिचको इगोले गर्दाखेरि, बिचमा खेलाडीहरू जान नपाउँदाखेरि त उनीहरूको एउटा पोलिटिकल एउटा कुराले गर्दाखेरि खेलाडीहरू जान पाएन, अभियसली कस्तो रिस उठ्छ भन्नु त।